Hey guys, good morning from Kathmandu. Day 2 of Kathmandu. यता मम्मी नास्ता खाँदै भर्खर नास्ता आयो। म चाहिँ अब नुहाउन जान्छु, भाइ नुहाउँदैछ। त्यसपछि कहाँ जाने? पशुपति? हेरौँ त्यसपछि कहाँ हुन्छ म देखाउने छु। भर्खर कफी आयो, म त के आयो भनेर सोचिरहेको। I was like, को आयो? बाबु छिटो घर नुहाउनु पर्यो, रेडी हुनु पर्यो, and then जानु पर्यो। So guys, still watching my new video पनि लास्टसम्म हेरिदिनु होला। Okay. So guys, finally नुहाइधुवाइ गरेर रेडी भइसकेछौँ। अब जाने, कहाँ जाने? Look at my beautiful mom. Look at my beautiful mom. अनि एउटा यहाँ छ मेरो handsome brother मरेर काम छैन यसको। अब हामी जाने, ड्याडी आउँदै हुनुहुन्छ। कहाँ जाने? हेरौँ कहाँ हुन्छ। अनि यो चाहिँ रुम, बेड, another bed. I'm here under the washroom. कतिखेर आउनु नि हो? चिसो चिसो मौसम छ, कान्छियाको चिसो 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 चिसो। त्यहीमाथि फेरि नुहाइदिएको यो चिसो चिसो, कपाल पनि चिसो 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 मौसम छ तता जवानी। So guys, अब कहाँ जाने हो त्यहीँ डाइरेक्ट देखाउने होला सालुको लागि। अनि नास्ता पनि खाइसकेँ मैले, फेरि अघि आएको नास्ता पनि खाइसकेँ। हेलो गाइस, हामी अहिले छौँ धरारा यहाँ। मतलब तराईको खाई ब्रिजमा यहाँदेखि दिस काठमाडौँको ट्राफिक। सो गाइज, यति धेरै वेट भएपछि फाइनल्ली ड्याडी र भाइ आउनुभयो अनि हामी खाना खाँदैछौँ। उहाँहरूले त खाइसक्नु भएको थियो। सो हामीहरू यहाँ होटलमा दुईवटा आमा छोरो मिलेर खाइरहेछौँ, हाँस्दै खाँदै। यसपछि सपिङमा जान्छौँ होला। अब सपिङमा भेटौँ ल त। हेलो गाइज, बजारतिर सपिङ गर्दै हो, आधी किनिसक्यौँ। सपिङ गर्दै मम्मी यहाँ सर्ट किन्दै घरमा लगाउने, गर्मी स्कुलमा लगाउने। चप्पल, स्यान्डल, स्लिपर, यता पार्टी वेयर, ब्याग, मुनमा वाटर बोटलहरू। त्यही चाहिँ ल बुबु, यो ल बुबु भन्दै पनि हामी किन्ने ला बुबुमा घर लाग्दैन। I don't like it. कहाँ हामी पछाडि होइन र त्यो हो यो भन्दैन मैले त पुरानो होइन, कस्तो अनि को थियो अरे, को थियो अरे अरू त्यसको मान्छेहरू भन्न क्या अर्को लाग्छ पनि लाग्छ। It's only cover. Cover cover. But it's काम छैन।
किन हो मनिष धामी यो हाम्रो फुल मान्छे धामी Yeah, Manju is there, Manish is here. We are sister and brother walking in Kathmandu road. Like there is a very traffic. Oh, I am ready. यहाँ ठ्याक्क अपोजिट छ कि हामीहरूले यो पसल जाऊ ऊ पसल जाऊ भन्नु छ अरे ड्याडी यो पसल हिँड यो ऊ पसल हिँड होला भन्छ यो किन ऊ किन लेडिजको बारेमा अब काठमाडौँ गऱ्यो धेरै ड्याडीलाई थाहा नि त्यही भएर चेन्ज नै झ्याउ मैले त हामीले झ्याउलाइसक्यो कि किन्दैन अरे टिकटिके मतलब टिकटिके होइन हेलो टिक हाम्रो चस्मा सुन गाई सुन म त क्यामेरा समाले सबैले झ्याउ लगाइसक्यो लाजै लगाइसक्यो सुन मतलब गहनाहरू ज्वेलरिज there is a lots of jewelries सेल लगाइरहेको छ यहाँ काठमाडौँमा सेल छैन सेल पनि कति 1000-1200को सेल त्यति महँगो होइन कसरी अरे केराकोमा राखेको थिएँ क्या कसकोमा कहाँ ठुलो बाबु कुन गाडी कहाँ लगाउँ त मैले ए त्यो बोल्टिङलाई नि भएन कि अब सिटमै छिटो त्यसो ठिकै थियो मनिषको चस्मा मात्रै त्यो चस्मा मात्र थियो यसले समात्दैन अनि यसले समात्दैन सोचेको मैले छुट्याओ सुनको मतलब थिएन सुन होला सेक्सनमा छ क्या अहिले सुन चाँदी हिरामती मेरो पानी यहाँबाट बारी गेट त्यही हो कि रोड क्रस गर्दै गाइस यहाँको ट्राफिकमा देयर इज अ लट्स अफ ट्राफिक काटा छ हो काटा साह्रै किन त्यस्तो पनि जानुपर्छ अहिले फेरि सुन गाइस या एउटा यो छ हरामी फेरि अर्को ठाउँ पसिहाल्नु पऱ्यो ड्याडी आउनु न काठमाडौँमा ठाउँ मन्दिर हुन्छ गाई यस्तो गरेर अब ड्याडीको डेन्टल आर्मीको हामी महाबौद्ध ठिक लाग्छ कहाँ यता हेर्नु त कहाँ महाबौद्ध महा माने ठुलो बौद्ध माने स्तूपा सपिङ गर्ने ठाउँ सपिङ अब यहाँदेखि जान्छ त्यहाँ लम्किर यस्तो नै कि वान पिस के दामी होला भन्दा बढी त ड्याडी जानुहुन्छ केटीहरूको पसलमा यस्तै यहाँ यो किन हामीले मन पर्दैन यो किन मभन्दा ठुलो भइसक्यो कि मेरो भाइ अब के भन्नु भर्खर अब 12 वर्ष ट्राउजरहरू गाइज ट्राउजरहरू किन्दै 500को 700को गाइज लट्स अफ क्लोथ कपडै खै कपडा फेरि
कहिले कपडा हेर्दै हुनुहुन्छ भाइको लागि कति राम्रो राम्रो छ नि यता माथि टाउको माथि गरी गरी बारी बारी टङ्गा माथि त्यो माथि माथि हेर्नु धेरै कपडा लगाइसक्यो गाइड ठाउँ ठाउँ मन्दिर छ नि यता मन्दिरै मन्दिर यो ठिक छ ठिक छ पुष्टकारी किन्दै तिमीहरूको लागि है साथीहरू गाइस तिमीहरूको लागि स्पेसली यहाँ न्यु रोडको साइडमा पुस्तकारी किन्दै राम्रो राम्रो टेस्टीवाला पुस्तकारी भनेर सोधाएको थिएँ नि किन्दैछौँ है अब यसो सुन्नु लगिदिनु एउटा दुइटा लगिदिनु एउटा यो त्यस्तो नै अर्को त्यो हुन्छ नि कति दाइ यो त दुइटा पुग्छ यो यस्तो कि त यो कतिको यो दुइटा थोडा मजा खाँदैन तिमीहरूको लागि टिकट काट्यो आइडी कार्डले 100 रुपियाँ नत्र 200 धरारामा भ्लगिङ गर्दै पाल्दा सबै गोरु आएन किन गोरु आएन धरेर गाइस अब यत्रो हिँडेर जानुपर्छ यत्रो हिँडेर गइहाल्नु फाइनली धराभित्र पनि काठमाडौँ अनि धरा त छिर्नै पऱ्यो नि अब मसँगसँगै हजुर पनि हेरेर पाउनुहुन्छ यहाँ कहाँबाट जाने गरेर अब धराभित्र जाँदै यसपछि कालिम्पोङ हेरौँ डिसाइड गरेर यताउता भइदिन्छ कि हेर उयो सुन्दर सुनको धारा धारा माथि प्लेन पनि गइरह क्लाउड पनि कति दामी देख्छ नि आजको मौसम राम्रो छ कि जस्तै पानी परिरहेको थियो मस्तको आजको मौसम राम्रो छ त मेरोमा छ कि यस्तो छ यो समात्नु नि धेरै पानी सानो अब यस्तो फोटोसुट गर्नु पऱ्यो गाइस फाइनली भित्र गयौँ त्यो गेटबाट भित्र भर्याङमा चढ्दै आउनु मम्मी धेरै हिँड्नुपर्छ अब फ्या भइन्छ टिकट पनि हाल्ने होला जस्तो गाइड हेर्नु होला मान्छे दामी माफ भएर चाहिँ हाल्छ धेरै छ भ्यू मम्मीसँग होला त मम्मी हजुरसँग पानी छ मम्मी हजुरसँग पानी छ खै ए भाइ गर्नुहोस् सानो यतिमा कहाँ थाक्नु तलै हो त कहाँ यति पनि चढि सक्दैन आउँदै हुनुहुन्छ भिडियो हिँडिसक्दैन यतिमा एउटा लिफ्ट देखाउनु लाग्यो मलाई गाइज धराको यो दुलो हुन्छ नि यहाँबाट बार देखाउँ टुटेको धरा पुरानो कतैमा हावा लिफ्टमा चेक गरौँ नै हुन्छ होला मजा नि
बिस्तारी बिस्तारी मम्मीले चिनी नै मम्मी के भन्यो मनिषाले के भने सच्ची भन्यो मम्मीलाई किन ड्याडी ड्याडी सुन्नु न मनिषले के पछाडिदेखि देखेर नि मम्मीलाई उता जाने न आन्टी अरे हजुर सुन्नु न मनिषले मम्मी नसुनेर उता जानु आन्टी अरे बाबु र के अर्को साथीको गाइज लुक एट द काठमाडौँ भ्यू यति माथि आएको छ हामी थाकिसक्यो गाइज एकदमै कति फ्लोरमा आएको आई डोन्ट नो बट थाकियो जाम हावा जाँदै फेरि मनिष डाइरेक्ट माथि गएको नि मनिष माथि गएको नि डाइरेक्ट त्यति बुढो बुढो मान्छे पनि गइरहनु गइन्छ कतिवटा हुने अन्त माथि चाहिँ कलर नआएको भर्खर 10 फ्लोरमा त आयौँ कहाँ गयो 10 फ्लोर भर्खर 19 तल टोटल धराको बारेमा सब थाहाको मान्छे मम्मीले चिन्ने मान्छे भेटिहाल्नु 12 फ्लोर फ्यानमा 12 सेकेन्ड हाउ फास्ट यस्तो हिट बस्छ थाकिन्छ बल्ल मम्मीले भेटाइहाल्नु चिन्ने मान्छे गाई धरामा चढिरहेको म चाहिँ अहिले 3:30 बजे हो 3:30 बजी जाँदैछु थाक्दै थाक्दै 14 फ्लोरमा पुग्यौँ फाइनली टेबलबाट 14 फाइनली थाक्यो कोही उठाउने मान्छे पनि छैन खोइ अहिले त छैन मलाई फाइनली 16 पुग्यो अब चक्करै आयो बिहान आउँदै त गएँ छिटो 3 छ अब मेरो फ्याफे पनि सुन्नु होला आँदै हुनुहुन्छ होला बिस्तारी हल्ला खुट्टा खाएको साना साना सिडी गरेर कति कति छ अब 18मा पुग्यो चक्कर आयो अन्त खबर सक्यो नि अब पुग्यो फाइनली छँदैछ कति हो छ्या सक्यो
पुग्यो पुग्यो सिसा सिसा भएको ठाउँमा फाइनली बाबु साइड क्या राम्रो भ्यू काठमाडौँ तल हेर्नु त कति मान्छे सानो अब डर लाग्यो कति माथि छौँ हामी यति धेरै घर काठमाडौँ यसमा देखेको थिएन होइन कत्रो उता उतासम्म छ प्लेन हेर्नु न त्यो घर प्लेन पनि छ चराहरू पनि छन् सब छ काठमाडौँ भ्याली उ त्यो ग्राउन्ड यहाँ छ यत्रो यो थाक्यो मम्मी आजसम्म पुग्नु भयो ड्याडी पुगिसक्नुभयो हामी अलरेडी पुगिसक्यौँ गाई तररमा हावा खाँदै मस्तको सुट खिच्दै हावा छ हाम्रो ल मम्मी राम्रो खिचेर बाबु हामी धरादेखि जाँदा गाइज लिफ्टमा लिफ्टको लाइन यो लाइक मम्मी बनिसकेको छ यो लिफ्ट गाइज धरादेखि तल आयौँ अब कहाँ जाने थाहा छैन उता मम्मी ड्याडी भाइ डिसाइड गर्दै हुनुहुन्छ यो पुरानो धरा अघि माथिदेखि देखाएको थियो तलदेखि एन्ड हियर इज हजुर जानु त टिकटक बनाउँ टिकटक मम्मी अब टिकटक बनाऊँ दुईजना हामी घुम्ने अब दुईजना उता अफिस गइहाल्नु हो ड्याडीको कहाँ बनाउँ कहाँ बनाउँ आमा छोरीकै भन्ला बिटालाई उत्रै उत्रै हो क्या हामी अब मेरो फेस पनि ठुलो भइदिएर त्यही भएर सेम 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 दिदी बहिनी हजुरकै पडोसी हजुरकै घरको माथि प्लेन गाइस माथि गयो कहाँ पो हो त्यो एरोप्लेन गाइस एरोप्लेन यो धरा है यो भर्खर त्यो माथि टपमा गएको थियो हामी टपमा बस्नु एकछिन बस्नु कहाँ थाक्यो अघि त्यहाँदेखि यहाँसम्म त्यहाँदेखि त त्यत्रो हिँड्नु कम हो फेरि लिफ्टमा थियो अहिले त आउँदाखेरि त बनाउनु पर त्यहाँबाट जाँदाखेरि देउडा गीतमा बनाउनु कि आउट क्या दामी देखिँदै होइन खाइस तर भित्र झर्ना तिमी यता छौ झर्ना 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 होइन दुईजनी गुन्डाहरू धरेर कामेर आमा छोरी घुम्ने हामी अरू कोही हुन्न त्यो पानी छोरी हुन् क्या हामी घुम्न आएका गाइस पानी 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 पानीको साउन्ड कत्रो आइरह पानीको साउन्ड कत्रो आइरह चिसो पानी त्यो धरा अनि यो चाहिँ गाइस भिरकुटी मण्डप जाँदै आमा छोरी आउनु यो भित्र जाँदै भिरकुटी मण्डपभित्र थाक्यो कति राम्रो यहाँ आएर
कतै सिँढी मात्रै चढ्नुपर्ने ल भन्नु कता सक्छ पछि बाहिर निस्किसक्नु जाने पछि बाहिर निस्किसक्नु आउँदैछ होइन ल हेर्नु भाइजी तपाईँको जेठान दाइलाई जोड्नु पठाइदियो हेरिरहेछौँ दाइ कितने की बता रही है कितने की बता रही है मालूम ना हो आई बहुत महंगा बता रही है गणपति मंडप गणपति मंडप पता नहीं ज्यादा यो किन एउटा 50 रुपैयाँको ठिकै भेटाएन एउटा टी सर्ट जस्ट खै भेटाएन आउनु न मेरो मम्मी आँखिँदै हुनुहुन्छ मम्मीलाई मन परेन बेचादै गरन्छ मंडप घुमाऊ गाइस फेरि मण्डपको छत हिँडी थाकिसक्यो मम्मीले के मन पर्दैन कति राम्रो भ्यू हो जाउँ अब घरतिर रुमतिर 6 बज्यो रातिको गाइज बबल टी खानालाई अझै कति घन्टा भयो भाइ बबल टी खानालाई यहाँ हलको अगाडि यहाँ बसिरहेको छ फोटो राम्रो आयो अघि अब त्यस्तै थियो त राम्रो आएको त्यस्तो राम्रो होइन कस्तो राम्रो बबल टी खाँदै अब ड्याडीलाई अफिसदेखि सम्झना हालेन हाल्नु भा पानी त्यहाँ खतरा छैन पोइन्ट यस्तो राम्रो पोइन्ट होइन गाइज बबल टी आयो लिपस्टिक लाग्छ बबल टी हेर्न खान्थ्यो भने खाँदै हिँड्छ जाम खाँदै हिँड्नु बबल टी ट्राई गर्दा सम्झनाको त्यो मिलेर कस्तो कति ह्याप्पी बबल टी गाइस बबल टी अफिसको मान्छेले त्यो गरेकोमा कति खुसी हुनुहुन्छ अफिसको मान्छेले गरेकोमा म धेरै एक्स्ट्रा छु खुसी छु भन्नु न ठिकै छ खानु न यो चिसो हुन्छ देख्नुभयो टाउकोमा चिसो लाग्छ भने थाहा हुन्छ तातो छ अनि धेरै चिसो खाने नै गएको अहिले कि दाना साढे 6 बजेको पुग्यो दाना तपाईँको के हो खाना के भयो नि गाइड सनफ्लावर कति दामी छ सनफ्लावर त्यो चाहिँ सिभिल and we are here with bubble tea उता पछाडि मम्मी ड्याडी यता मनिष धामी यसो त मजाले पार्टी गऱ्यो क्या ड्याडीको अफिसतिर के खायो अरे मासु चिउरा हड्डियो फेन्टा
त्यो टन्नै यो फुटेज हामी भिरकुटी मण्डपमा नै छ हामी भिरकुटी मण्डपमा थियौँ यिनीहरू त भित्र मस्त इन्जोय मलभित्र एन्ट्री गाइड मलभित्रबाट उता रुममा जाने हाम्रो पछाडि छ रुम त्यो बेला चढाउने यसलाई चढ्नैमा हो गाइड्स राति अब नाइट आउटमा हामी हिँड्दैछ के मन पऱ्यो भने घुम्ने चिसो भएर ज्याकेट लगाइदिया मैले गुडी लगाइदिएँ रुम पुग्यौँ सबै सामान राख्यौँ अलिक किन्यौँ कपासको अनि फेरि खाना खान्छौँ ल पसलहरूको लाइटले खालके जामकै छोड्छु अघि होइन तिमीलाई लाग्यो कञ्चनले लाग्यो पानी यहाँबाट अघि होइन यादै गा हो पानी हो यहाँ मम्मी डैडी यहाँभित्र यहाँभित्र रहेछ नि किन्दैन हाँस किनेछु नि हाँस हेर नि बिस्तारी तल हेरेर हिँड्न भन्ने लडेछ अहिले मैले नसमाधे मैले कहाँ पुग्ने थियो अहिले म अघि होइन दिउँसो नाइटमा फेरि लाइटिङले कति दामी देखिन्छ नि बजार क्रिस्टियानो देखिन्छ नि मेबी क्रिस्टियानो रोनाल्डो आकाशमा एउटा पनि तारा छैन नि थाहा त हाम्रो घरतिर त अलिअलि देखिन्थ्यो होइन पुरै देखिन्छ कपडै कपडा हेरेर साथै कति पछि माइकल जक्सन जस्तो टोपी लगाउने असली माइक बिहानै ग्रिन कलरको बेलुत हालिदिएर मनिष चाहिँ ठुलो अघि मेरो यति गरेर यस्तो गर्नुपर्ने मनिष देखाउनाले यति गरेर म मात्रै देखेँ यसको त टाउकै देखिन यस्तो गरेर लामै हो न म यस्तो माथि गरिदिनु त्यो लागि मनिषलाई देखाउनु यस्तो गरेर फुल देखाएर चस्मा न ल यस्तो माथि गर्ने माथि नहोला हाम्रो के होला हाँस्यो भने युट्युबरको नाम टु बिके भयो होइन कहाँ यस्तो हेर्नु गाइड्स लभ बर्ड्सको यत्र भित्ता बाटी छ ठुलो यो बिल्डिङ पुरानो बिल्डिङ बिल्डिङ के हो रेडी हो यो हनुमान ढोका हो यो गाइस कारहरू टन्नै खाने यहाँ चाहियो मलाई एउटा गिफ्ट गरिदिन्छ भनेर के अनि यहाँ ट्याक्सी अन्त माथि चाहिँ टन्नै छ दामी छ कि नाइट भ्यू भनेर काठमाडौँको डेमा पनि राम्रो छ नाइटमा पनि राम्रो छ तर अघि दामी देखियो अनि हामी यता चस्मा किन्दै गाइस मम्मीको लागि गाइस सपिङ गर्दै राति पनि गर्दा भयो कहाँ जाँदैछौँ खालौँ गाइस होटलभित्र साह्रै लुकेर दिस सिडीको भ्यू
होटलमा नास्ता हुन्छ खाना खान जाँदा होइन के हुन्छ नास्ता के खाना ए बिस्तारै हिँड्न एउटा यो छ हामी पुग्योस् नाइट बजार दर्राको खारी हामी चाहिँ यता नाइट बजार लाइक सेल टाइपको डाइट ससेस खाँदै एउटाले त खाइ पनि सक्यो अब म खाँदै ठ्याक्कै यहाँ धरेर आएको अगाडि